गुड मर्निङ, नमस्कार अल अफ यू। आज हामी भेडेटारबाट केही टाढा लगभग 3 किलोमिटर अगाडि भन्ने ठाउँमा आइपुगेका छौँ र मसँग मेरो आदरणीय सर मित्रहरू हुनुहुन्छ। हाम्रो अशोक पहाडी सर, हाम्रो ज्ञानेश्वर सर है। र हामी आज चाहिँ नाम्जे थुम्की तपाईको भिलेज होमस्टेमा हामी चाहिँ राति चाहिँ बसेका थियौँ हैन सर? हजुर नाम्जे थुम्की सामुदायिक होमस्टे। नाम्जे थुम्की सामुदायिक होमस्टे। यो कति टाढा छ भेडेटार भन्दा? मलाई त 3 किलोमिटर जति लाग्यो। किलोमिटर हाराहारी छ। हजुर, बाटो पनि अहिले कच्ची भए पनि राम्रो छ। हजुर हजुर बढी छ तर बाटो चाहिँ राम्रो छ। ठाउँ चाहिँ राम्रो छ, एकदम रमणीय ठाउँ छ। रमणीय ठाउँ छ है। यहाँ आएपछि लाग्छ हेर्नुभयो भने नै देखिहाल्नुहुन्थ्यो। हजुर, मिली एकदम हरेक कुरा यहाँ अर्ग्यानिक मैले देख्न पाएँ हैन, विदाउट खादको, विषादीको। अब केही चिजहरूको विषयमा, यो ठाउँको विषयमा, यहाँको रहनसहनको विषयमा र यहाँको वातावरणको विषयमा हाम्रो सरहरूबाट नै जान्न चाहन्छु र मैले यहाँहरूलाई दृश्य पनि देखाइरहेको छु। एकदम रमणीय ठाउँ छ, तपाईहरू हेर्न सक्नुहुन्छ। र हाम्रो सरहरू त्यहाँ, ज्ञानेश्वर सर हाम्रो त्यहाँ हुनुहुन्छ। केही विशेषताहरू पनि बताउँदै जानु नि सर। यो चाहिँ अब भेटारको नजिक चिसो ठाउँ छ। हजुर हजुर। र प्राकृतिक रूपले यो सौन्दर्य छ। हजुर हजुर। डाँडा काँडा वरपर सबै थुम्का थुम्का देखिन्छ। हजुर हजुर हजुर। रमाइलो छ। अनि यहाँको गाउँको विशेषता चाहिँ यो नाम्जे थुम्की होमस्टेको विशेषता चाहिँ, हजुर हजुर, यहाँ विषादी केही पनि प्रयोग गरेको हुँदैन रहेछ। हजुर हजुर। नेचुरल चिजहरू खान पाइन्छ। र यहाँको नाम्जे थुम्कीको होमस्टेको सर्भिस पनि राम्रो छ। ओके, घरमा बसेको जस्तो फिलिङ हुँदो रहेछ। हजुर हजुर, बहुत रमाइलो छ सर यहाँ। हजुर सर। ओके, यहाँहरूले दृश्यमा पनि हेर्दै हुनुहुन्छ। भामामा कति गहिरो हौ। यो अब पहाडी इलाका भएकोले हजुर हजुर, डाँडा काँडा त हुने नै भयो। हजुर हजुर, डाँडा काँडा, डाँडा काँडा, भिर पाखा, हजुर छ। यहाँ नेचुरल छ सबै चिज। यो कुच्चो यहीबाट बन्ने हो? यो अम्लिसो भन्छ। हजुर हजुर। जङ्गलतिरै पनि यहाँ जतासुकै पाइँदो रहेछ। यहीको यो फुल जस्तो देखिन्छ नि। हजुर हजुर। यसो तानेर चाहिँ, हजुर सर, कुच्चो बनाउने काम हुन्छ। हजुर हजुर। अम्लिसो पनि थोरै मात्रामा पाइँदो रहेछ। त्यस्तो व्यावसायिक त देखिँदैन। हजुर सर। तर जङ्गलतिर पनि जतासुकै पाइँदो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँको बोट बिरुवाहरूमा उत्तिस पनि पाइँदो रहेछ। उत्तिस? यसलाई भन्छ, यो बोट बिरुवाहरू चाहिँ उत्तिस हो। हजुर हजुर। यो चाहिँ फर्निचरको लागि उपयोगी, छिटो बढ्ने। र यो चिसियान मलिलो ठाउँमा फेरि सर्लक्क हुर्किने। र दाउराको लागि फेरि हर्र बल्ने खालको छ। हजुर हजुर। हामीले आगो ताप्दाखेरि यही उत्तिसको दाउरा बालेको हो, बलेको थियो। हजुर हजुर। त्यस्तो छ सर। यो तल्लोलाई चाहिँ यो मालबाँस भन्छ सर। मालबाँस पहाडमा हुने हो। यसको डोकोहरू बनाउने कामहरू हुन्छ। अनि बारबेरको लागि उपयोगी छ। हजुर हजुर। ओके ओके। त्यसो भए पहाडको धेरै अनुभव रहेछ सर तपाईँसँग। पहाडको थोरै छ। यसलाई यो बोटलाई चाहिँ अम्लिसो भन्छ। यो घाँस काटेको छ, यो मर्नु मर्नु लागेको रहेछ। यसलाई के अरे, योलाई चाहिँ दुधिलो भन्छ। के अरे, दुधिलो दुध आउँछ। हजुर हजुर। यो गाई भैँसी दुनेलाई यसको घाँस चाहिँ प्रशस्त खुवायो भने दुध चाहिँ तुरुन्तै बढिहाल्छ। तुरुन्तै बढिहाल्छ। त्यस्तो छ। ओके। यो माथि ठुलो ठुलो देखिएको चाहिँ कटुस भन्छ। यो कटुस, यो चाहिँ ठुलो खालको सेतो होइन, कालो कटुस हो। हजुर हजुर। यो कटुस हो। यो उता ठुल्ठुलो देखिने, यतापट्टिको यो ठुल्ठुलो देखिने चाहिँ। हजुर हजुर। होइन, ठिक छ, पछि गरौँला। उहाँ व्याख्या गर्दै हुनुहुन्छ अहिले। बाटो त अप्ठ्यारै छ। अहिलेको वेदर त ठिकै जस्तो लाग्यो सर। राति चाहिँ बेलुका चाहिँ घाम निस्केपछि चाहिँ फेरि बहुत गजब छ अहिले चाहिँ। चिसो त फेरि 2 दिनदेखि अलिकति चिसो बढेको अरे। हजुर हजुर। अब यो जाडो र चिसो छुट्ने बेला हो। हजुर हजुर। त्यस्तो हुन्छ बेला।
सिधा हुने है यस्तो छ अब यो दाउराहरू सबै उत्तिसको हो राति हामीले तातेको त्यही उत्तिसकै दाउरा फुलहरू क्या जबरजस्ती फुलहरू होमस्टेमा सजाउने काम पनि राम्रै गरेको रहेछ स्टोरी होइन किरायो त्यो रायोको बिउको लागि राखेको हो यो तल देखाउनु त सर त्यो तलको चाहिँ रायोको बिउको लागि फुल्दै गरेको अवस्था हो यो ठाउँमा बाइक गाडीहरू कहाँ राख्ने हो सर यो सामुदायिक क्षेत्र छ यहाँ ए हजुर 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 यतापट्टिको यो रुख चाहिँ पुयौँ भन्छ यसलाई ए हजुर यो चैतमा फुल्छ हेलो पप्पी दामी पो रहेछ त नि वेलकम गर्दैछु है बेबी भरे अट्याक गर्यो भने नि थाहा हुन्छ डाइरेक्ट फेरि के पुग्छ त मुखमै पुग्छ जस्तो त यो चाहिँ नाम्जे थुम्की कम्युनिटी कल्चरल हल भन्ने रहेछ सर ए हजुर हजुर कल्चरल प्रोग्रामहरू हुँदो रहेछ अनि यहाँ आउनेहरूलाई हजुर सर बाइक गाडी राख्ने चाहिँ यहाँ पार्किङ स्थल पनि बनाएको रहेछ अर्कोपल्ट स्टेट प्रोग्राम यहाँ गर्दा त हुने रहेछ वान डे वान नाइट हलै रहेछ नि त यो हल रहेछ यो नाम्चीमा कहाँनिर यो छ सर तपाईँको गुफा भूतको गुफा यो चाहिँ मलाई पनि राम्रो थाहा छैन सर एउटा भूतको गुफा छ कि कहाँनिर चाहिँ त्यो जानुपर्छ वार्ड नम्बर 6 नाम्जे पर्दो रहेछ ए धनकुटामा पर्छ है धनकुटा पर्छ सर ओके 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 सो यहाँ त्यो दुईतिर चाहिँ सबै घरमा गमलामा फुलहरू सजाएको पाइने रहेछ सर फुलहरू पनि एकदम यहाँ देखिहाल्नुभयो हेर्नु त कति राम्रो छ भङ्गी चङ्गी गमलामा प्लास्टिकमा बनाएको हुँदो रहेछ सबै घरमा टक्क राखेको हुँदो रहेछ सर कुखुराको आवाज है आइरहेछ आलुहरू अब खन्ने बेला हुनु लाग्दै रहेछ हजुर अम्लिसो हो सर यो अम्लिसो ओके हाम्रो बाजेले के गर्दैछ त्यहाँ ढोकोहरू टालटुल गर्ने काम हुँदैछ सर रिपेयरिङको काम हुँदै रहेछ त्यही त्यो मैले अघि मालबाँस भने नि सर हजुर त्यसकै चोया हो त्यो ए त्यसकै त्यो भाटाहरू प्रयोग गरेर बाजेले चाहिँ डोको रिपलाई बुनेकोलाई धुवाँमा राखेर अहिले चाहिँ यसलाई के भन्छ बाजे त्यो अहिले लाउँदै गरेकोलाई सुन्नु भएन उयो लाउँदै गरेकोलाई के भन्छ भन्नु तलको त्यो लाउँदै गर्नुभएको छ नि बाजे तपाईँले भन्दा नि भयो नि के भन्छ त्यसलाई त्यो तल लगाउनेलाई हो त्यो तल्लो ए काम्रो काम्रो भन्छ त्यसले चाहिँ डरो बनाउँछ डोकोलाई काम्रो बिर्सेछु मैले ओके ल ठिक छ ए हजुर हजुर होइन ठिक छ हजुर गरिदिउँ तलै जाउँ त बाजे एकताल यता फर्किनु त कान अलिकति राम्रो सुन्नुहुन्न रहेछ यो चोया हो यो मालबाँसको बनाएको हो चोया त्यही चोयाबाट बन्छ यो डोको ओके यतापट्टि आएको सर यतापट्टि बाजेको यो पुरानो रहेछ होइन बाजे फापेको रहेछ तल काम्रो गएको रहेछ त्यो काम्रोलाई चाहिँ रिपेयर गरेर बाजेले यस्तो मजाको बनाउनु भयो यो डन्ठालाई काम्रो भन्छ यो पेच भन्छ होइन यहाँ दुलो भएकोलाई बाजेले यहाँ रिपेयर गरेर यसलाई नयाँ बनाउनु भयो अब यसले कति 1 वर्ष थामिहाल्छ होइन बाजे 1 वर्ष मान्छे धैर्यबाट म लाहानबाट विराटनगर 2 वर्षसम्म थाम्ने अब बनाइसक्नुभयो दुलो परेको डोकोलाई पानी बोक्ने
धरान हो बाजे लु जाउँ धरान दिने हिँड्नुहुन्छ ठिक छ बहुत धन्यवाद नेक्स्ट हामीले मकै खान पायौँ हजुर मलाई त्यहाँ चिया नखाइ जानै दिएन हामी बस्नु कुन हो सर कसरी राम्रो देखिँदो रहेछ त फुलहरू ए हो हजुर चक्रबहादुर राणा लु अब सर ल अब के बोल्नु अन्तिममा हामी घुमेर होमस्टेमा आइपुग्यो एकजना बजुले दिएको मकै टोक्दै रमाइलो रहेछ यहाँको मान्छेको कल्चर केही खाएर जानुहोस् भन्ने खालको रहेछ राम्रो वास्तवमा बस्दाखेरि गाउँ नै राम्रो हो कोभिड आयो त बस्नु त घर बनाएको हजुर सिस्नो कहिले पनि हुँदैन अर्ग्यानिक यो केही पनि लाएको हुँदैन यो आफै मरिने हो जन्म जाति हो लु प्रेसर लोलाई चाहिँ लो गर्छ दाइ हाइलाई ठिक गर्छ अब यहाँ सबै के पुर्याउँछ दाइ अरू फाइदा के पुर्याउँछ अर्ग्यानिक सबै फाइदा आउँछ फाइदा छ होइन लोलाई चाहिँ लो नै गर्छ अरे मेरो त लो छ हेर्नु भयो नि हाई हुने चेक गर्नु जानु भन्न अगाडि ल एक दिन खाँदा लो त बन्दैन यो नामदेव होमस्टेमा चाहिँ यसरी आगोमै खाना पाक्दो रहेछ सर सबै त्यहाँ पर देख्नुभयो भने टमाटर सिलमा उनेर पोल्दै गरेको देखिन्छ हाम्रो सिस्नो अब रेडी हुँदैछ यतापट्टि देखाउनु त सर सिस्नोको अब आइटम खाने हाम्रो होमस्टेको बहिनीले देखाउँदै हुनुहुन्छ अहिले अब तयारी गरेर आज सिस्नो पनि हामी खान्छौँ ओके त्यसको त यसरी नेचुरल तरिकाले पकाएर खाँदैछौँ हामी ठिक छ